आज म तपाईहरुको लागि एउटा नयाँ भिडियोको साथमा आएको छु जुन चाहिँ नेपाल स्टकमा के कस्तो न्यूज आजको लागि रहेको छ जुन चाहिँ आज म तपाईहरुको लागि इम्पोर्टेन्ट न्यूज तपाईलाई लिएर आएको छु के तपाईहरु ट्रेडर अनि स्टक एक्सचेन्जमा तपाईले रुचि राखिरहेको छ आज जुन चाहिँ तपाईहरुको लागि धेरै इम्पोर्टेन्ट र महत्त्वपूर्ण यो जानकारी तपाईहरुको लागि रहेको छ जुन चाहिँ शेयर धितो कर्जा राष्ट्रिय बैंकले लचकता बलिया कम्पनीहरुको ऋण पाइने चाहिँ 80% गरेको छ र शेयर बजार चाहिँ आज 7 अंकले इन्क्रिज हुँदा जसको 4.5 अरब माथिको कारोबार भएको छ र अर्को चाहिँ इन्भेस्ट कलरको लिस्टिङ प्राइस मिनिमम प्राइस चाहिँ 100 रहेको छ र अर्को चाहिँ मैक्सिमम प्राइस चाहिँ 300 मा ट्रान्ज्याक्सन हिजो हुनेछ नेपाल स्टक एक्सचेन्जमा र 5 वर्ष विद्युत प्रसारण लाइनको लागि निर्माण गर्नका लागि 41 अरब लगानी चाहिनेछ र सर्ट सेलिङ यही सुरुवात गर्नका लागि नेप्से र सीडीएससी लाई निर्देशन दिइसकेको छ यही 2083-84 मा यसलाई स्टार्ट गर्नका लागि निर्देशन मिलेको छ। यस्तो भिडियो हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्नु होला। यस्तो भिडियो तपाईलाई सही समयमा पाइनेछ र जुन जसले तपाईले सही निर्णय लिन सक्नुहुन्छ नेपाल स्टक एक्सचेन्जमा। थ्यांक यू एभ्रीवन यस्तो भिडियो हेर्नको लागि।